हेलो हाई एभ्रिवान अनि सबैजना कस्तो हुनुहुन्छ ठिकै हुनुहुन्छ होला होइन यो आजको ब्लग चाहिँ बनाइरहेको छु म चाहिँ जाँदैछु आज कलकत्ता अलिकति काम परेकोले चाहिँ गर्दाखेरि चाहिँ कलकत्ता जानु पर्दैछ अर्जेन्टली र मेरो 6:30 बजेको चाहिँ बस छ कलकत्ताको जङ्सनबाट चढ्नेछु ना एकटु काज बाहिर जान्छ र मेरो 6:30 बजेको बस छ जङ्सनदेखिको र अलिकति छिटो निक्लेको बिकज यहाँ अलिकति जाम पनि हुन्छ सिलगढीको ट्राफिक त त्यही हो र भर्खरै स्टाफ रुमबाट निक्लेको म चाहिँ बस्नु चाहिँ यता तपाईँको भानुनगरमै बस्छु र स्टाफ रुममै बस्छु म चाहिँ आफ्नो पर्सनल लिएको छैन स्टाफ रुममा बस्नु मजा आउँछ सबैजना गाउँकै आसपासको केटाहरू छ होइन उनीहरूसँगै अनि अहिले चाहिँ म जङ्सनपट्टि लाग्दैछु मैले डाइरेक्ट टोटो पाएँ जङ्सनसम्मको त्यसमै म जाँदैछु र तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ एक्रोपोलिसमा चाहिँ सन्डेको दिन चाहिँ गोर्खे हाट लागेको छ यहाँनिर तपाईँहरू पनि भिजिट गर्न सक्नुहुनेछ यहाँनिर हर सन्डे लाग्ने गर्छ अब फर्स्ट टाइम जर्नी गरिरहेको छ अलिकति अब कस्तो हुन्छ नयाँ एक्सपिरियन्स पनि गेन गरिन्छ होइन र अलिकति खोज्दै थिएँ म यहाँनिर चाहिँ यो सपेज यहाँ रहेछ इजी राइड तपाईँ देख्न सक्नुहुन्छ साथीले गरिदिएको मलाई थाहै छैन हो अन्त उसले भनेको थियो त्यहाँ गएर सोध्दा भइहाल्छ म त कन्फ्युजन अगाडिपट्टि गइरहेको थिएँ तर ब्याक सिट पनि यता गएको र हेरौँ अब 6:30 बजीतिर बस्छ अब त्यसै म केही खानेकुराहरू पनि लिनु पऱ्यो अब बसमा अब राति के खानुपर्ने अब कहिले र तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो बस चाहिँ अलरेडी स्ट्यान्डमा आइसकेको छ र यहाँ प्यासेन्जर्सहरूले आफ्नो एक्स्ट्रा लगेजहरू चाहिँ यहाँ राखिरहेको छन् र मेरो चाहिँ बेसी ठुलो लगेज चाहिँ एउटा ब्याग मात्रै थियो त्यही भनेर चाहिँ म डाइरेक्ट इन्ट्री गर्दैछु होइन बसमा र यहाँ बसमा जब इन्ट्री गर्नुहुन्छ तपाईँहरू एकजना होस्टेसले वेलकमिङ गर्नुहुँदैछ एकदम राम्रो लाग्यो होइन दुईजना होस्टेस हुनुहुन्थ्यो एकजना चाहिँ वेलकमिङ गर्नु थियो प्यासेन्जर्सहरूलाई र एकजनाले चाहिँ सिट्सहरू एलोकेट गरिदिनु मा हेल्प गर्दै थियो प्यासेन्जर्सहरूलाई होइन तपाईँ भित्रको एकपल्ट एम्बियन्स हेर्न सक्नुहुन्छ यति निट एन्ड क्लिन यति सफा होइन यति मजाले राखिएको छ होइन एसेम्बल गरेर एकदम राम्रो लाग्यो मेरो फर्स्ट एक्सपिरियन्स यति राम्रो हुन्छ भने मैले एक्सपेक्ट पनि गरेको थिइनँ होइन मेरो सिट चाहिँ सेकेन्ड लास्टमा परेको थियो र मैले चाहिँ लोवर डेकको चाहिँ सिङ्गल सिट मैले पाएको थिएँ होइन अब कोही बेला चाहिँ अब सिट एभाइलेबल छैन भने तपाईँहरूले चाहिँ अब बुक गर्दाखेरि सेयर पनि गर्नु सक्नुपर्ने छ किनकि यहाँ चाहिँ तपाईँको डबल बेड र सिङ्गल बेड दुइटा अप्सनहरू छ होइन तपाईँले त्यो हिसाबले अब हेर्नुपर्छ एभाइलेबिलिटीको माथि डिपेन्ड गर्छ र यो चाहिँ मेरो सिट हो यहाँनिर म आइपुगेँ र सिट एकदम राम्रो लाग्यो मलाई यो चाहिँ मेरो सिट नम्बर LB33 तपाईँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ सिङ्गल सिट थियो होइन लोवर डेकमा र यहाँ चाहिँ तपाईँ हेर्नुहोस् अप्पर डेक र लोवर डेकमा चाहिँ डबल पनि बेडहरू छ हामी कलकत्ताको लागि निक्लिसकेको छौँ होइन हाम्रोमा हेडिङ टुवर्ड्स कलकत्ता र अहिले हामी एयरब्रिमो क्रस गऱ्यौँ हामीले एयरब्रिमो हामी क्रस गर्दैछौँ र एकदमै राम्रो सुव्यवस्था होइन मेरो फर्स्ट एक्सपिरियन्स एकदम राम्रै भयो होइन र मेरो चाहिँ सेकेन्ड लास्ट सिट परेको छ यहाँ बसमा ठिकै छ र बसमा तपाईँको सिटिङ बस्नु एकदम राम्रो छ होइन निट एन्ड क्लिन छ ब्ल्याङ्केट्सहरू पनि दिएको छ जाडो भयो भने तपाईँहरूलाई अनि पिलो पनि प्रोभाइडेड गरिएको छ अनि तपाईँको प्राइभेसीको लागि कर्टन्सहरू पनि छ होइन तपाईँको यता साइड पनि छ एकदमै राम्रो र म चाहिँ यो चाहिँ लाउँदिनँ होला हो यो यता साइडको चाहिँ किनकि मलाई भ्यू चाहियो होइन यो चाहिँ सायद यो गर्दिनँ होला यो साइडको चाहिँ मात्रै लाउँछु होइन मैले अब यहाँ चाहिँ यो कम्प्लिमेन्ट्री दिँदो रहेछ बर्गरहरू थियो होइन उनीहरू चाहिँ अब म एकपल्ट ट्राई गरी हेर्छु कस्तो के छ होइन स्न्याक्सहरू दुईवटामा रहेछ सरी र यो दुईवटामा चाहिँ सायद यसमा चाहिँ पानीको बोतल होला यसमा चाहिँ एउटा बर्गर भन्दै थियो होइन र यसमा चाहिँ सायद बर्गर होला र तपाईँलाई देखाउँछु म चाहिँ एकदम लास्टमा बसेको छु कि सेकेन्ड लास्ट सिटमा त्यही भएको रहेछ के हुँदैछ त्यो अलिकति सेक भइरहेको छ होइन त्यसको लागि आइम एक्सट्रिमली सरी भन्नु पऱ्यो भनेर ल म चाहिँ हल्का कम्प्लिमेन्ट्री यो गरिदिएँ नो कम्प्लेन
इज एभरेज भन्दा हुन्छ फुड चाहिँ होइन एकदम असम अब तपाईँ डोमिनोज त पाउने चाहिँ होइन तर एज अ कम्प्लिमेन्ट्री ठिकै छ बेसी चिजहरू पनि केही पनि छैन हो नर्मल मेयो सेयो लगाएर अलिकति भेज पेटिस त्यो पोटेटोजको पेटिस बनाएको छ ठिकै छ र तपाईँहरू देख्न सक्नुहुन्छ रातिको 9 बजिरहेको छ र अहिले चाहिँ एउटा आई लभ घरडोबा भन्ने जग्गामा बस 15 मिनटको लाइन रोक्दो रहेछ फर्स्ट स्टपेज हो यो चाहिँ तपाईँहरू डिनरको लागि र तपाईँहरूले वासरुमहरू युज गर्न सक्नुहुन्छ र डिनरको लागि चाहिँ यो रोकिँदो रहेछ र यहाँबाट चाहिँ अझै एउटा स्टपेज हुन्छ रातिको सायद 2-1 बजी त्यो चाहिँ फाइनल स्टपेज हो त्यसपछि चाहिँ डाइरेक्ट कलकत्ता रोक्ने रहेछ र यहाँ चाहिँ मैले अलिकति फ्राइड राइस लिएको थिएँ भेज फ्राइड राइस किनकि मलाई बेसी केही खान मन लागेको थिएन त्यही भएर मैले फ्राइड राइस अर्डर गरेको थिएँ र फाइनल्ली मर्निङको बजिरहेको छ 6 र म चाहिँ विधाननगर एन्टायर भइसकेँ र यहाँबाट चाहिँ मेरो डेस्टिनेसन उल्टाढाँगा चाहिँ हाफ एन आवर लाग्नेछ भनेर कन्डक्टरले अघि नै मलाई अलर्ट गरिकन गएको छ कि तपाईँ रेडी भएर बस्नुहोस् भनेर होइन र एकदमै राम्रो लाग्यो मलाई यो बस चाहिँ होइन बसको जर्नी एकदमै कम्फर्टेबल मैले एक्सपेक्ट गरेको थिएँ मेरो कलकत्ताको फर्स्ट बस जर्नी चाहिँ यति राम्रो हुनेछ भनेर होइन र साथै साथ बस यति निट एन्ड क्लिन यति सुव्यवस्था बसमा होइन र प्लस होस्टेसहरू प्लस कन्डक्टरहरू एकदम हेल्पफुल होइन र एकदमै राम्रो लाग्यो मेरो टिकट चाहिँ तपाईँको परेको थियो 1051 आफ्टर डिस्काउन्ट होइन फर्स्ट टाइम बुक गरेकोले गर्दा र त्यो वर्थ इट लाग्यो मलाई एकदमै तपाईँहरू पनि कलकत्ता आउनुभयो भने इजी राइडको थ्रु तपाईँहरू आफ्नो राइड बुक गर्न सक्नुहुन्छ यो बस होइन एकदमै कम्फर्टेबल हुनेछ र मेरो डेस्टिनेसन अब पुग्न आँट्यो त्यही भनेर अलिकति म तपाईँलाई ककपिट भ्यू पनि देखाइदिइहाल्दैछु होइन तपाईँहरू ककपिट भ्यू इन्जोय गर्नुहोस् र साथै साथ तपाईँहरूलाई ब्लग कस्तो लाग्दैछ लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला होइन आउँदो दिनमा यसरी नै ब्लगहरू अपलोड गर्नेछु भन्दै आशा राख्दै थ्याङ्क्स फर वाचिङ